कर्मसा आउँछ
जति आउनु भएको छ नागरिक समाजको प्रतिनिधित्व हो कि त्यही होइन सबैले सम्मकै छैन सम्झेको यसो बाटो उहाँलाई भर्खर सम्झेको है रिहाल्नु पऱ्यो भनेर आवाज बस्छ नि साउन्ड भयो सर आइबक्छु है फेरि आइबक्छु ल यो भोलिको बाटो बाँकी रहन्छ है त्यही छ त्यहीमा नेसनल एन्थम सुरुमा बज्छ अनि नेक्स्ट गरेपछि अरू गीत बजिहाल्छ पहिलाको जाडोमा लाउनु पहिलाको के लाउनु ठिक जाडोमा ठिक छैन पहिलाको पोल छ कि त्यो पहिलाको सुरुमा थियो नि हामीले त्यो बराबर त एकदम ठिक छ म एकछिन है सर कार्यक्रमको अन्तर्गतमा अमर शस्त्र प्रहरीका कर्मचारीका परिवारहरूलाई नगर पत्र वितरण गर्ने कार्यक्रम रहेको हुँदा आजका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी ज्यूलाई हार्दिक अनुरोध गर्दछु। अमर सशस्त्र प्रहरी स्वर्गीय सशस्त्र प्रहरी वरिष्ठ हुँदा चिरञ्जीवी ढकालका पिता प्रेमदेव ढकाल त्यसै गरी आमा भगवती ढकाल खोइ त अरू सुरङ्गहरू खोइ त अरू पनि आउनुपर्छ त अरूहरू पनि आउनुपर्छ हाम्रो सिएजुहरू सबै सुरङ्गहरू खोइ हजुरहरू चाहिँ बहादुर हुनुहुन्छ आफ्नो छोरालाई यत्रो देशको लागि होइन निर्गति गरेर छ हजुरलाई सम्मान गरेको आज है छोराको नाममा हामीले चाहिँ एउटा यो गरेका छौँ है पास गरेका यहीँ बस्नुहोस् है आफ्नो नाम भन्नु उहाँ श्रीमान हो जवान पशुपति ढकालको श्रीमती ज्ञानो ढकालजी होइन हुन्छ चलिसक्यो भने आज भर्खर कुरा होइन सही भइसक्नु हो ताली बजाइदिनु सबैले है धन्यवाद। ठुलो भूमिका निभाउनु भएको धन्यवाद कर्मकर्ताज्यू। त्यसै गरी अर्का समाजसेवीलाई पदग्रहण कार्यक्रम रहेको छ उहाँलाई पत्रपत्र प्रदान गरिदिनु हुन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक
रमेश खरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। समाज सेवा तथा सशस्त्र बललाई शान्ति श्रृङ्खला कायम गर्ने कार्यमा विशेष सहयोग पुर्याउनुहुने जलदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेवी पूर्णबहादुर श्रेष्ठज्यू। खै पानी बजाउँ न यस्तो राम्रो समस्यामा हामी खोजेको क्या साथै धेरै गुण छ के गुण छ भयो लियो तपाईँले यसै गरी अर्का सम्मानित व्यक्तित्वलाई पदरपत्र प्रदान गरिदिनु हुन श्री जङगढका गणपति प्रमुख सेनानी सञ्जय देवलाजीलाई हार्दिक अनुरोध गर्दछु। समाज सेवा तथा सशस्त्र प्रहरी बललाई शान्ति श्रृङ्खला कायम गर्ने कार्यमा विशेष सहयोग पुर्याउनुहुने श्री लेखनाथ अधिकारीज्यू कृष्णज्यू। लेखनाथ कृष्ण भन्नु नि त थाहै छैन मैले कृष्ण भन्न आएको हामीले माडीवासी भन्नु न अलिकति ब्याकग्राउन्ड दिनु माडीमा रहेर चिकन जिल्लाको ऐतिहासिक गाविस रमाइलो देवीको स्थायी बासिन्दा हुनुहुन्छ। समाज सेवा तथा शान्ति श्रृङ्खला कार्य गर्ने कार्यमा हामी सबै शीर्ष निकायहरूलाई सहयोग पनि गर्नुहुन्छ। अब अर्कै नाम है थ्याङ्क यू है धन्यवाद। सशस्त्र प्रहरी जवान लहाबेल रावत अहिर, सशस्त्र प्रहरी जवान सुजय थापा, त्यसै गरी सशस्त्र प्रहरी जवान प्रशान्त तामाङ। धन्यवाद। प्रश्नोत्तर पत्र वितरण गरिदिनु हुन सहप्रहरी मीनबहादुर धन्यवाद मैडम। अब अन्य उत्कृष्ट कार्य गर्ने सकल दर्जालाई पुरस्कार वितरण गरिदिनु हुन श्री दि फेमस महेन्द्र अलिक सानो भयो। धन्यवाद व्यवस्थापक मित्र। 14औं सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको प्राङ्गणमा 14औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित संस्कृति म हार्दिक धन्यवाद दिन चाहन्छु। र यो मैले अहिले भन्नुपर्दा सशस्त्र प्रहरी जुन हामी यो ठाउँमा छौँ, यो ठाउँ हिजोको अवस्थामा हेर्दा र अहिले
यहाँ आएर हेर्दाखेरि हामी धेरै यो स्वर्ण भूमिका रूपमा देखेको अवस्था छ र अहिले यहाँ भुजेल सर हुनुभयो। तत्कालीन कार्यकालमा यो सुरक्षा संयन्त्रको बैठकको याद आउँछ मलाई। र अब यस अवसरमा म धेरै कुराहरू नभनौँ। सशस्त्र प्रहरीको यो ऐतिहासिक समारोहमा नागरिक समाजको तर्फबाट दुई शब्द बोल्ने मौका दिनुभएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु। अब कोही सरहरू भर्खर आउनुभएको छ, पत्रकार मित्र सरहरू। त्यसै गरी नेपाल टेलिभिजन तथा बिबिसीका संवाददाता श्री ईश्वर कुमार जोशीज्यूलाई अतिथि भाषण गरेर हार्दिक अनुरोध गर्दछु। त्यसै गरी जोस साप्ताहिकका प्रकाशक हरिप्रसाद उद्योगज्यूलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गरिन्छु। यस अवसरमा मैले हाम्रा यस चितवन जिल्लाका सशस्त्र बलमा कार्यरत तर अहिले दिनु भएकोमा धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु, अभिवादन टक्राउन चाहन्छु र सम्पूर्ण शहीद परिवारका प्रतिनिधिहरूलाई र शहीद हुने ती बहादुर जवानहरूलाई, अफसरहरूलाई म सलाम गर्न पनि चाहन्छु। मित्रहरू, आज संसारमा धेरै उच्च स्तरमा नाम कमाउने सेना तथा प्रहरीहरू आज विश्वको विभिन्न कुनामा कहीँ न कहीँबाट ती सेना प्रहरीहरू नाम र नेपालको नाम माथि राखिरहेको छ। आज हामी बेलायतका कुनै पनि म्युजियम अथवा त्यहाँ गएर हेरौँ भने हाम्रा वीर बहादुरहरूको नाम त्यहाँ देखिएको देखिन पाइन्छ। मैले संसारको धेरै मुलुकहरूमा घुम्ने मौकामा, जाने मौकामा मैले देखेको छु कि त्यहाँ नेपालीहरूको उच्च नाममा त्यहाँ देखिन्छ। जुनसुकै ठाउँमा गए तापनि हामीले आज यो देशको नाम निमित्त यो रगत पसिना बगाइरहेका ती सेना प्रहरीहरूलाई हामीले उच्च मूल्याङ्कन गर्नै पर्छ। यो राज्यले हामीलाई हेर्ने दृष्टिकोणहरू अलग्गै फरक हुन्छ। यी सेना प्रहरीहरूलाई यी बन्दुकीहरू केही जान्दैनन् भन्ने कुराहरू नेताहरू त्यस्ता किसिमको सोच राखेको हुन्छ। तर आज यो राज्यलाई बचाउनको लागि होराहट खटिरहने ती बहादुर जवानहरू, अफसरहरू आयोजित 14औं सशस्त्र प्रहरी दिवस तथा अमर सशस्त्र प्रहरीका परिवारहरूलाई सम्मान गर्ने यस कार्यक्रमका अध्यक्ष अथवा प्रमुख अतिथिज्यू र मञ्चमा बस्नुभएका सुरक्षा निकाय, सम्पूर्ण सुरक्षा निकाय कार्यालय प्रमुखहरू लगायत पत्रकार र अरू समाजका बौद्धिक व्यक्तित्वहरू, महिला हैन सबै जति हुनुहुन्छ मैले समग्र रूपमा मैले सम्बोधन गरेँ सबैमा र यस कार्यक्रममा उपस्थित हुनुभएका सशस्त्र प्रहरी कर्मचारी भाइहरू, वास्तवमा मैले यस्तै शब्दहरू सुन्ने अपेक्षा गरेर यो कार्यक्रमको आयोजना गरेका थिएँ। सलाम खान, सलाम गर्न, वर्दी लगाएर चिटिक्क परेर हिँड्न एउटा मान्छेको सोच हुन्छ, राष्ट्रको सेवा गर्ने अभिलाषा हुन्छ। तर मान्छेले वर्दीलाई, जागिरलाई हामीलाई चाहिँ के अरे बाध्यताले जागिर खायो भन्ने किसिमको सोच कसैले पाल्छ भने त्यो गलत हो भन्ने कुराको आज पुष्टि भएको छ। आज हाम्रा महान सशस्त्र प्रहरी कर्मचारीहरू आफ्नो जीवनको आहुति दिएर एउटा देशको लागि मरे, शहीद बने। आज उहाँका परिवारहरू, उहाँको बुवा आमाहरूले आज उच्च छाती, उच्च शिर, ठुलो छाती गरेर यहाँ बस्नु भएको छ, मञ्चमा सम्मान भएर बस्नु भएको छ। र आज हामी जति पनि हामी चाहिँ सशस्त्र प्रहरी कर्मचारीमा जागिर खाएर अवकाश प्राप्त अधिकृत र जवानहरू जो हुनुहुन्छ, यहाँ अहिले उपस्थित हुनुहुन्छ, उहाँहरूको मन पनि गर्वले ढुक्क फुलेको अवस्था छ। त्यस्तै गरी हामी भन्छु म जहिले पनि सुरक्षा निकाय, हामी सुरक्षा निकाय, प्रशासन सुरक्षा निकायका हामी यहाँ व्यक्ति अफसरहरू छौँ। हामी सबैको एउटै सपना हुन्छ, हामी भन्छु, हामी भन्न चाहन्छु, किनकि हामीले पढ्दाखेरि सुखमा आफ्नो बाटो हिँड्छौँ होला, हामी मिटिङमा पनि कुरा गर्छौँ, सुखमा आफ्नो तालमा हिँड्छौँ। तर अलिकति चुनौती आयो भने हामी एक हुन्छौँ, एक ढिक्का हुन्छौँ। किन हामीलाई थाहा छ यहाँको असल मान्छेहरू, असल मान्छेको पनि सम्मान गर्नु छ हामीले, समाजमा राम्रो काम गर्ने। आज मैले ठुलो काम गरेको अनुभव भएको छ। यहाँ कुनै विवादित नाम छैन। समाजमा उद्योगपति भएर एउटा चाहिँ व्यापारमा आफ्नो व्यवसायमा सम्पन्न भएर यो क्षेत्रमा चिनिनु भएका व्यक्तित्व
जसरी तपाईँले उद्योगपतिको रूपमा व्यवसायको रूपमा चिन्नुभयो, तर मैले उहाँलाई सुरक्षामा सहयोग पुर्याउने, सुरक्षाको लागि अहम भूमिका खेल्ने व्यक्तिको रूपमा मैले चिने। दिनेश छेत्रीज्यू हाम्रो अगाडि हुनुहुन्छ। उहाँलाई मैले चिने अथवा हाम्रो संस्थाले चिन्यो। किन चिन्यो भने उहाँहरू पैसा कमाउनको लागि व्यवसाय गर्नुभएको छैन। पढ्दाखेरि आफ्नो जमिनै दिन तयार हुनुहुन्छ, पढ्दाखेरि फौजको लागि जे गर्न पनि तयार हुनुहुन्छ। यसको मतलब के हो? व्यक्तिगत स्वार्थ होइन। व्यक्तिगत त उहाँले गार्ड पनि राख्न सक्नुहुन्छ, सेक्युरिटी गार्ड अगाडि पछाडि लिएर सक्नुहुन्छ, तर समाजमा राम्रो होस्, राम्रो काम गरोस्। शम्भु साहब हजुरले राम्रो गर्नुभएको छ, सोसियल क्षेत्रमा अझै सहयोग गर्नुहोस् भनेर मलाई प्रोत्साहन दिनुभएको छ। त्यो शब्द नै मलाई काफी छ। त्यसैले उहाँको पटक आभार व्यक्त गर्न चाहन्छु। उहाँको नाममा सबैले ताली बजाइदिनु पटक। त्यस्तै गरी गुणस्तरको कुराबाटै थाहा हुन्छ। जुन अहिले उहाँले एउटा मिठो भाषण दिनुभयो, हामी सबैको मन छोयो, शहीदको परिवारको मन छोयो यहाँनिर। किनभने उहाँ असल मान्छे हो। उहाँले फौजमा 30 वर्ष भारत सरकारमा बसेर जागिर खाए पनि उहाँको मन आत्मा नेपालतिर थियो, नेपालको विकासको लागि थियो। उहाँलाई हतारो थियो, कहिले म रिटायर भएर नेपाल आएर केही गरौँ भन्ने भावना थियो उहाँको। त्यो कुरा मैले छुट्ट अवस्थामा चिनिहालेँ। म आउने बित्तिकै चिने। किन चिने भन्दाखेरि उहाँ अहोरात्र खट्नु भएको छ। एउटा कार्यक्रममा भाग लिएको थिएँ। त्यसपछि हामी चाहिँ वन नाश गरिसक्यो शम्भु सर, सबै चाहिँ के अरे कोइला चाहिँ काटेर चाहिँ भागिरहेको हुन्छ। खै मैले त कुरै बुझिनँ। सशस्त्र प्रहरीको भाइहरूलाई भन्दाखेरि मुडो हो कि ढुङ्गा हो कि हामीलाई त आदेश छैन हिँड्न भन्ने कुरा आयो। यो कसो हो? सशस्त्र प्रहरी सीमा मात्रै हेर्ने हो कि हजुरको अर्कै रोल हुन्छ भनेर क्वेसन गर्ने व्यक्ति उहाँ हो पहिला आएर। अनि मैले भने त्यो होइन, सशस्त्र प्रहरी बल भनेको सीमा सुरक्षाको गर्ने प्रारम्भिक जिम्मेवारी हाम्रो फौज त्यहाँ खटेकै छ। म यो जिल्लाको हेडक्वार्टरमा बस्ने समन्वय सुरक्षा समन्वय गर्ने अधिकारी हौ। प्रमुख जिल्ला अधिकारीको मातहतमा बसेर सुरक्षा समितिका प्रमुख हस्ती मध्येको म हो। जिल्ला प्रहरी कार्यालयको एसओ साहब, म राष्ट्रिय अनुसन्धान सेनाका कर्नल साहब, हामीहरू भनेको सुरक्षा चुनौतीका मान्छे हौ। हामीले समग्र जिल्लाको सुरक्षा हामीले हेर्नुपर्छ। हाम्रो पद भित्र मात्रै सीमित हुँदैन। हामीले जनतालाई चिन्नुपर्छ, कस्तो मान्छे, राम्रो मान्छे, समाजमा कस्तो उहाँको योगदान छ त्यो चिज चिन्नुपर्छ भन्ने हिसाबले हामीले आज चाहिँ यो कुराको मैले प्रमाणित गर्न खोजेको हो। त्यस कारणले पूर्ण सरको कुराबाटै यहाँहरू बुझिसक्नुभयो कस्तो व्यक्तिलाई सम्मान गरिरहेको छ। त्यस कारणले अहिले हामी पत्रकार मित्रहरू र सशस्त्र प्रहरी बलका सकल दर्जाका कर्मचारीहरू, वास्तवमा आज सशस्त्र प्रहरी बल स्थापना भएको धेरै दिन भयो जस्तो लाग्दैन। 14 वर्ष व्यतीत भइसकेको छ र यो स्थापना दिवस 14औं स्थापना दिवसको अवसरमा मैले 2 शब्द बोल्ने र प्रमुख आतिथ्यता ग्रहण गर्ने अवसर प्रदान गर्नुभएकोमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। र यो 14औं स्थापना दिवसको सन्दर्भमा सम्पूर्ण सशस्त्र प्रहरी बलका सकल दर्जाका कर्मचारीहरूप्रति मैले हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र यसै गरी आज यस स्थापना दिवसको सन्दर्भमा जो सशस्त्र प्रहरी बलका विभिन्न दर्जाका व्यक्तित्वहरू पुरस्कृत हुनुभएको छ उहाँलाई म हार्दिक बधाई दिन चाहन्छु। र आगामी दिनमा पनि तपाईँहरूले यस्तै इमान्दारीपूर्वक देश र राज्यले चाहेको शान्ति सुरक्षा कायम गर्ने लगायतका कामहरूमा यस्तै काम गरेर अझ राम्रो काम गर्न तपाईँहरूलाई प्रेरणा मिलोस् भन्ने उहाँहरूले इमान्दारीपूर्वक उच्च आदर्शले प्रेरित भएर जुन ढङ्गले सशस्त्र द्वन्द्वको क्रममा नेपाल प्रहरी नेपाली